Oh my god. Guys, oh my god. यसमा आउनुहुन्छ होला यस्तो कच्ची बाटोमा यस्तो म्युजिक Guys, subscribe. हेलो एभ्रिवान वेलकम टु एसटिजी ब्लग हजुरहरूलाई फेरि पनि मेरो च्यानलमा स्वागत छ अनि अब के अनि भन्दा रहेछु क्या अनि आजको कन्टेन्ट चाहिँ के रहेको छ भन्दाखेरि आज चाहिँ हामी हिलडाँडा घुम्न जान लागेको गाइस अनि के भएर चाहिँ अनि म चाहिँ मेरो गाउँमा चाहिँ अनि अहिले म गाउँमा हो नि त अनि गाउँमा चाहिँ सबै साथीहरू कोही त म कोही कता छ अनि गाउँमा चाहिँ अहिले मैले लिन्छु नि त अनि त्यही भएर म चाहिँ मेरो ड्याडहरूसँग अनि अङ्कल आन्टीहरूसँग घुम्न जान लागिरहेको छु गाइस बोल्नै आउँदैन के भन्नु घुम्न जानु लागिरहेको छु अनि त्यही भएर चाहिँ भिडियो बनाएको अनि म चाहिँ भर्खर नुहाएर फ्रेसेस भएर खाना खाएर अनि अब चाहिँ म रेडी हुन्छु गाइस अनि रेडी भएर चाहिँ म आन्टीकोमा जान्छु आन्टी पनि सायद खाना खाँदै हुनुहुन्छ होला हामी चाहिँ अलरेडी खाएर सकिसकेको आन्टीकोमा जान्छु रेडी भएर है त गाइस होस् कहाँ जाँदै गर्नुभएको अनि पहिला केटा मान्छे पनि पहिला हुन्छ हिरो भएर जाँदै हुनुहुन्छ रहेछ यता हाम्रो अङ्कल हुनुहुन्छ यता हाम्रो बाजे हुनुहुन्छ ल हेलो वेलकम भन्नु न बेनाजु सरी सो गाइस म चाहिँ रेडी भइसकेँ आइसकिसकेँ अनि अब आन्टी चाहिँ रेडी हुनुभएको छ कि छैन लेट्स चाहिँ गाइस आन्टी रेडी हुनुभयो ल गाइस यहाँ चाहिँ हामी रेडी टक्कसँगले रेडी भएर बसिराख्नु भएको छ अनि अब चाहिँ हामी जाँदैछौँ हेलो भन्नु न गाइस सो अब हामी चाहिँ जाँदैछौँ 3x3 बोकाउनुहुन्छ त्यतिले अनि अहिले आन्टी त्यसमा आउनुहुन्छ होला हाम्रो गाउँको बाटो चाहिँ यस्तो छ गाइस वेट बिस्तारै लाने बिस्तारै कुदाउनु बिस्तारै स्लोली हामीलाई चाहिँ धेरै दुःख हुने भयो नि गाई डबल ट्रिपिङ गर्नु परेको छ अब मलाई पुऱ्याएर फेरि आन्टीलाई लिन जानु परेछ यस्तो बाटो छ फेरि बाटो राम्रो भयो पनि त भन्नु ओ माई गॉड गाइस यो बाटो अरे बापरे ओ माई गॉड गाइस अरूलाई के राइडर भन्न गाइस हाम्रो ड्याडलाई चाहिँ प्रो राइडर भन्नुपर्छ होइन रेडी यस्तो कच्ची बाटोमा यस्तो तरिकाले बाइक कुदाइराख्नु भएको छ यस्तै हो हाम्रो ड्याडलाई चाहिँ प्रो राइडर भन्नुपर्ने हुन्छ गाइस बिकज यो बाटोमा कुदाउनु चाहिँ एकदम रिस्की छ रिस्की ओरे बाफ्रे बाफ्रे यहाँमा चाहिँ मान्छेहरू गाइस गाइसहरू डेडी चाहिँ यहाँ फेरि जानुहुन्छ आन्टी ट्रिप गर्नुको लागि अनि म चाहिँ फेरि यहाँ पर फर्किँदैछु यहाँ घुमाउनु पाउँछ होइन त अनि त्यसमा लानु पऱ्यो डेडीले एकदमै हावा चलिरहेको छ है यस्तो छ गाइस मौसम ओ माई गॉड सप्तमी चाहिँ म जाँदिनँ गाइस एक्लै जाँदिनँ किनभने मलाई धेरै लाज लाग्छ उता चाहिँ बजार छ नि त सो म त्यहाँ जाँदिनँ म त्यहाँबाट डाइरेक्ट उकालो चढ्छु यहाँ छ हाम्रो बाख्रा म चाहिँ कहाँ वेट गरौँ भनेर सोचिरहेको छु कि गाइस should I wait here or what? Okay, no worries. हाम्रो एड चाहिँ यहाँ आउँदै हुनुहुन्छ अब फेरि आन्टी ट्रिप गर्नको लागि जाँदै हुनुहुन्छ यो चाहिँ हाम्रो तपाईँको चर्च हो नमस्ते भन्नु कहाँ जानुभएको आज हिँडे डाँडामा राखे मेला लाग्दैछ हिँडे डाँडामा त्यो राखे मेला लाग्छ आज 2 गते राखे हो नि त अनि त्यही भएर गएको ल यी राम्री भएर जानुभएको छ यी सबजना पुलमा गएर फोटो खिच्नुपर्छ है ल आन्टी हेलो बेना के छ एकदम ठिक छ अनि आज कता अरे आज हिले डाँडा हो यस्तो हुसे गरे पनि हिले डाँडा चाहिँ किन सबैजना एक्साइटेड चाहिँ हैन हिले डाँडा किनकि अलिक राम्रो ठाउँ छ जति गयो पनि वक्क नलाग्ने नि जे भए पनि हिले डाँडा चाहिँ एकदम राम्रो ठाउँ हो गाइस हाम्रो अझन साउनको बेलामा त एकदम हरियाली हुन्छ ल गाइस हामी चाहिँ हिले डाँडाको आधी बाटोसम्म आइपुगिसकिसक्यौँ अनि यहाँ देख्न सक्नुहुन्छ सप्तमी पूजा तपाईँहरूलाई हार्दिक चाहिँ भर्खर सुरुवात होइन फेरि यस्तो हुन्छ हिले डाँडा भन्ने होइन नि गाइजहरू अहिले म देखाउँदै जानेछु तपाईँहरूलाई
ल गाइस हामीलाई चाहिँ हाइकिङ चाहिँ भइरहेको छ उकालो बाटो हिँडेर चाहिँ फाइनली आइपुग्यौँ है तर यस्तो कुहिरो घारी आम्मा हावाले त मेरो कान यो चिसो भयो क्या हावाले ओ माई गड यस्तो चिसो छ गाइस वाउ आन्टी एक एकले किन आइपुग्यो भनौँ न तपाईँहरूसँगै ल गाइस अहिले चाहिँ अलिक यस्तो कुहिरो घाइला लागेर मजाले देखेको छ नि एकछिनमा देख्छ होला त्यतिखेर म हजुरहरूलाई देखाउने छु गाइस सो गाइस आज त्यस्तो मान्छे आएको छैन कि यस्तो विधि can see here guys ए यस्तो जाडोमा यस्तो कहाँ खान्छ हौ बाजे कटर हो यो कसरी हो कहाँ फलेको यो कटर हजुर न म नखाने म गुलियो भने चाहिँ खाँदिनँ सो गाइस अहिले धेरै हाउरी चलिरहेको छ अनि मान्छे चाहिँ त्यस्तो विधि आएन साथै सिनमा आउनु सक्छ मेबी नआउनु पनि सक्छ बट यु क्यान हियर माई गड धेरै जाडो भइरहेको छ म चाहिँ भिडियो फर्स्ट एकछिनमा फोटो खिच्न जान्छ यसो नि गाइजहरू यहाँ अहिले पनि यस्तै घुसी आइरहेको क्लियर सियर चाहिँ होइन मेरो युट्युब च्यानललाई के भन्दैन त दिदीको युट्युब च्यानललाई यता हेर मजाले Share and subscribe खोइ अनि मन पराइदिनु होला हिलेरमा चाहिँ के रोपेको गाइस चिया रोपेको हो ओ शिट कस्तो बिगारेको छ नि सबै चियाबारी मात्रै हुने भयो अब त कसले भन्यो यहाँ चाहिँ गाइस अहिले चाहिँ फोटोसुट भइरहेको छ सबैजनाको अनि यहाँ चाहिँ अहिले हामी डेडीहरूलाई पर्खिरहेको छौँ तलबाट आउनु भएको छ होइन होइन त बेना हो कि होइन फोटो खिचिनुबाट मार्न आउनु भएको छ फोरी हाम्रो आन्टीले अन्त गाइस हामी चाहिँ हिँडेर पुलमा गएँ आज हुस्सेले फेरि केही देखेँ पो तपाईँहरूलाई म के भन्नु क्या अब हुस्से घाइले केही पनि देखेको छैन गाइस सो म चाहिँ एकदमै धेरै दुखित छु किनभने हजुरहरूलाई यहाँ चाहिँ सप्तमी बजारको यहाँ माथिको हाम्रो एकदम सुन्दर ठाउँ हेरेर मजाले देखाइदिउँ भन्दाखेरि चाहिँ यस्तरी कुहिरो लागेको छ अब पुलसुल पनि राम्रो देखेको छैन यहाँ तलको खोलाहरू पनि देखाउनु मन थियो बट अब यस्तै छ गाइस के गर्नु माफ गरिदिनु होला मलाई अब कुनै दिन आएको बेलामा चाहिँ हजुरहरूलाई म मजाले नै देखाउने छु सोलो केटीहरू गाइस यो चाहिँ हाम्रो पुल हो बट हेरिज कुहिरो धेरै लाग्यो के पनि देखाएको छैन क्या गरौँ अनि यता चाहिँ भन्नुहुन्छ भने यता तल चाहिँ पोखरीहरू थियो अब त्यो पोखरीहरू पनि के देखाउने हुस्से बाइक केही छैन गाइस हुस्से बाइक केही छैन गाइस यहाँ सबैको फोटो खिचेर यता पनि क्यामेराबाट फोटो खिचेर हुँदैछ इस सज्जन को क्या तकलीफ है भाई ज्याकेट लगाइस हामी चाहिँ अहिले पुलबाट फर्किँदैछौँ अनि के भन्छ अहिले चाहिँ मैले मास्क पनि लगाइहालेँ डेली ल्याइदिनु पर्छ तपाईँसँगले अनि डेलीको मास्क पनि चोरेर फटाफुटा लगाइदिइहालेँ होइन अनि हामी चाहिँ अहिले पुलबाट हेलो गाइस खोइ हेलो भन न अनि पुलमा चाहिँ जानु एकदम डर लाग्यो गाइस किनभने पुलमा चाहिँ धेरै मान्छे हिँडेर अलिकति यसको पावर चाहिँ लो भइसकेको छ है सो द्याट्स वाइ हेलो गाइस के भनिदिनुहोस् मेरो च्यानलमा यो हामी हिमालको छेउमा छौँ पुरै कुहिरो लागिरहेको छ होइन अब कुहिरोको कारणले हिले डाँडा भन्नुपर्छ अहिले चाहिँ यति नै अब मेरो भ्लगमा चाहिँ के भन्नु चाहनुहुन्छ त भनिदिनु न त जस सरिना तामाको भ्लगमा चाहिँ तपाईँहरूलाई लाइक कमेन्ट र
सब्सक्राइब गरिदिनु होला है धन्यवाद सो गाइस हामी यहाँ पुलबाट फर्किँदै सो वाट यु वान्ट टु से इन माई भ्लग के भन्न चाहनुहुन्छ मेरो भ्लगमा केही पनि भन्दिनँ मलाई बोल्नु नि आउँदैन म लाटी हो केही पनि भन्दिनँ मलाई बोल्नु नि आउँदैन म लाटी हो सो उहाँ चाहिँ लाटी हुनुहुन्छ अरे अब भिडियो बनाएर हजुरहरूलाई दामी भ्यू देखाइदिउँ भनेको गाइस हिँडेर र काला दिसो चाहिँ पानी परिरहेछ अनि हामीले चप खाँदैछौँ चट्टा लाएर एउटा मात्रै दिए नि छाता नि पल्टाइदिन्छ होला नि अर्को पनि दिनु किन यहाँ पनि छ दिनु न केही नखानु ल अब चाहिँ हामीले यहाँ फेरि चटपटी खानु लागिरहेछौँ गाइस कस्तो रहेछ चटपटी आन्टी कस्तो रहेछ चटपटी मैले भने जस्तो बनाएको घाँटी चाहिँ अब यो खाएर त घर जाउँ आन्टी मलाई त भयो अब त अब I'm used to, I don't know. What? के अरे आन्टी इङ्ग्लिस बोल्दाखेरि के भनेको Speak. What? I could not understand. गाइसहरू मैले चाहिँ राम्रो भिडियो बनाउनु पाइनँ पानी पराइ यस्तो छ बिजो कोही भिजिरहेछ भुइँहरूको हालत यस्तो छ बाटोको हालत यु क्यान सी यर गाइज म नि भिजेर अहिले यसरी साथ दिनुपर्छ बुढाबुढीलाई भनेको यसरी त्यही त नि है एक अर्कालाई यस्तो मौसम छ यहाँ म चाहिँ भिज्दै आउनु पर्यो टु मच बाटो गएको यस्तो हिलो छ बाटो ओ माई गड अनि म त लड्छु त Yes, guys. Oh my God, guys. But, Auntie! Oh my God. Oh my God, guys. Oh my God. यति सक्नुहुन्छ वीर Oh my God नै भएको छ जिन्दगी नै अरे बा गाइस हामी चाहिँ सप्तमी बजार आइपुगिसक्यौँ बजार भन्दा यस्तो ठुलो बजार होइन किनभने सबैजनाले गाउँ बस्ने सराई भइसकेको छ अनि हामी अहिले चाहिँ फेरि हामी यहाँ पानी भित्र यस्तो भएको छ हालत अनि अहिले चाहिँ के भन्नुहुन्छ भन्दाखेरि फेरि चाहिँ हामी फेरि म यता पछाडि चाहिँ हाम्रो रेडीहरू आउँदै हुनुहुन्छ ल यहाँ त खोज्दा गाइजहरू खोज्दा निरो चाहिँ के हो अनि म त सोचेको थिइनँ त तैँले त्यसरी बाइक कुदाउँछस् भनेर त यही राख सोचेको थिइनँ त तैँले बाइक कुदाउँछस् भनेर त ल कहिलेबाट फेरि तैँले ल हामी चाहिँ मोमो खान आइसक्यौँ गाइस हेलो दिदी नमस्ते के छ खबर यहाँ आइ भनौँ न मेरो भ्लगमा ल छाता आन्टी आउनु नि त भित्र बसिहाल्यो यहाँनिर मान्छेको दोकान त पुरै चेन्ज भइसकेको छ त नि आन्टी के छ भिजेर लक्कै भयो लगाइसक्छ हामीहरू खाजा खानु यस्तो पनि छ जाइ गाई घर जाँदैछ भनेर एउटा छाता एउटा खानामा दुईजना मान्छे आन्टीलाई म बिजोकदेखि राखेको त अलिक हाम्रो छाताले भिजाएको छिर्छु दिदीले हिल्लाउ त बरु ए आन्टी घिसुस न त अनि सुरल के हुन्छ त यहाँ हाम्रो सुरल कालर अब सुसी हिँड्ने है त ल कमेडी
एकदम धेरै कोहीहरू त बरु हिँड्लाउँदा छिटो हिँड्दै थियो भनेको मैले बिन्ता बिस अनि लगाइ हामी चाहिँ घर फाइनली आइपुग्यो अनि हाम्रो हालत चाहिँ यहाँ म अहिले आन्टीको घरमा छु यस्तो भएको छ हालत यसो देखाउनु आन्टी आउनु हालत यस्तो यति धेरै भिडिरहेको छ जुत्ताभित्र पानी पसेर गाइस यतिसम्म भएको छ कि झन् मैले आज चाहिँ के सोचेको थिएँ भन्दाखेरि तपाईँहरूलाई होइन मैले के सोचेको थिएँ भन्दाखेरि राम्रोसँगले भिडियो बनाउँछु अनि त्यहाँदेखि हाम्रो हिल्ले डाँडा चाहिँ एकदम राम्रो सुन्दर छ नि त अनि मजाले देखाउँछ तर यस्तो कुहिरो लागेको यति कुहिरो मात्रै लाग्दा ठिकै हुनु नि पानीबाट लोत भिजेछ सबै भिजेछ गाइस चाहिँ के भन्नुहुन्छ मैले भिडियोबाट अर्को भेस्ट लगाइरहेको थिएँ धन्नु न अनि यो चाहिँ माथिबाट धेरै भिजेको पनि यस्तो भइरहेको गाइस चाहिँ छाता ओर्दा पनि यस्तो भयो सो भयो गाइस मेरो आजको ब्लग चाहिँ अपुरो भइसक्यो सो प्लिज डोन्ट माइन्ड है कि अनेस्टली चाहिँ अब कुनै दिन राम्रो मौसम भएको बेलामा चाहिँ म हजुरहरूलाई एक दिन गएर टक्कसँगले दामी भिडियो गरेर पठाइदिन्छु तर आजको लागि त्यस्तो भयो है गाइती आफ्नै हालेर यसो त फोन के भन्नु गाइस कपाल हो कि के हो यो ए मान्छेलाई अब फोटोको चिन्ता छ मान्छेलाई फोटोको चिन्ता यहाँ लुगा फेरेर यहाँ मान्छेले कहिले के भयो अब म पनि घर जान्छु गाइस होइन अनि अब यहाँ एकछिन आन्टीकोमा निस्केको अब घर जाने म पनि अनि घर गएर अब काम हुन्छ नि त अब खाना सब्जी बनाइदिनु पर्ने हुन्छ अनि सो त्यही हो आजको भ्लग चाहिँ यति नै हो अनि आज खासै राम्रो मैले भिडियो बनाउन पाइनँ किनभने पानीको समस्याले गर्दाखेरि क्या अनि यस्तै भयो नि त सो प्लिज डोन्ट माइन्ड गाइस सो त्यही भएर यति नै हो आजको भ्लग चाहिँ अनि हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच गाइस एन्ड लस्ट अफ लभ फ्रम एसटिजी अर्को नेक्स्ट भ्लगमा भेटौँ है त बाई बाई लभ यु अल